एभ्रिवान नमस्ते गुड मर्निङ के छ हालखबर सन्चै हुनुहुन्छ आशा गर्छु सबैजना सन्चै हुन्छ फाइनली गाइज म चाहिँ अहिले ड्युटीमा छु है ड्युटीमा अलिकति समय मिलेको कारणले गर्दाखेरि एउटा सानो ट्रिप बनाएर अन्तिम समय हेर्नु होला योभन्दा अगाडि मैले कुनै पनि राजनीतिक विषयलाई जोडेर भिडियो बनाएको थिइनँ अनि मलाई लाग्यो म जस्तो युवाले देशभन्दा बाहिर रहेर यतिको पनि नबोले त यति पनि भिडियो नबनाए त यो टिकटक चलाएको यो फेसबुक चलाएको के फाइदा भयो आफ्नो ठाउँबाट जति बोल्न सक्नुहुन्छ जति जान्नुभएको छ कुराहरू त्यो सेयर गर्नु होला हाम्रो भिडियो तपाईँहरूले बनाउनु भएको भिडियोहरू हाम्रो मोबाइलसम्म आओस् र सबभन्दा त नेपालसम्म चाहिँ जाओस् भिडियोहरू होइन हामीले बोलेको कुराहरू आफन्त इष्टमित्रहरू सबैले सुनौँ अलिकति विवेक आएको जस्तो मेरो विवेक आएको थियो त्यस्तै विवेक मुहार पनि आउनु र जनजी आन्दोलन पछाडि देशले एउटा मुहार फेर्ने देशले एउटा शान्ति पाउने एउटा माहौल बनेको छ फागुन 21 गते चुनाव हुँदैछ निर्धक्क साथ छ भन्नु होला त्यसमा त्यसले यो भन्ला त्यसले त्यो भन्ला यो पार्टीले यो भन्ला म पहिला यो भन्ला मेरो मेयर यो मेरो वडा अध्यक्ष यो उपमेयरले के भन्ला गाली गर्ला होइन म पालुङबाट हो मकनपुर जिल्लाको पालुङबाट बिलोङ गर्छु होइन अहिले हेटौडा हो है तर मेरो आफन्तले यो भन्ला त्यो त त्यो पार्टीको रहेछ त्यसलाई त काम गरिदिनुहुन्न यो हुन डराउनै पर्दैन यो विषयमा निर्धक्क साथले भन्नु होला आफूले मन पराएको आफूले सपोर्ट गर्ने पार्टी म चाहिँ सपोर्ट गर्छु राष्ट्रिय स्वतन्त्र पार्टी अभिलामी छाने उहाँले दिनुभएको अभिव्यक्ति जुन धनगढीमा दिनुभयो जुन जनकपुरमा दिनुभयो जुन झापामा दिनुभयो होइन यो अभिव्यक्तिहरू हेरेको छौँ जति पनि बुझेको छौँ हामीले जति पनि सुनेको छौँ बिहानदेखिबाट बेलुकासम्म यो मोबाइल हाम्रो हातमै हो हामीले हेर्ने भनेको एउटा गाडी चलाउँदाखेरि हामी अफरोड चल्छौँ भित्र यहाँ मोबाइल हुन्छ यहाँ स्ट्रिङ छ र यसरी नै गाडी चलाएर यो जति पनि बुझेको छौँ सायद नेपालमा हुने पहाड कुना काप्चामा सबैको इन्टरनेट नहोला सबैले नहोला यो भिडियो चाहिँ उहाँहरूसम्म पुगोस् अब भने देशले एउटा मुहार फेर्ने व्यक्ति पाएको छ मलाई लाग्छ तपाईँलाई पनि लाग्नुपर्छ भन्ने जरुरत त छैन तर तपाईँले पनि विवेक पुर्याउनु होला यो पालिको भोट सिधै घन्टीमा हाल्नु होला यो पालिको भोट घन्टीमा हाल्नु होला यो पालि वडा अध्यक्ष उपमेयर मेयरको लागि यो मेरो आफन्त यो इष्टमित्र उसले यो गर्दैला उसलाई भोट हालेर जिताएर पठायो भनेदेखि मेरो रोकिरहेको कामहरू बन्ला भनेर नसोच्नु यो दिमागमा हटाउनु यो कुराहरू यदि ठुलो मान्छे बालेन्द्र शाह प्रधानमन्त्री बनेर जानुभयो भनेदेखि देशमा कानुन चेन्ज हुन्छ परिवर्तन हुन्छ एक मौका दिउँ न 5 वर्ष उनीहरूलाई काम गर्ने मौका दिउँ हिजोको भाषण हेर्नु त धनगढी भाषण यदि उहाँले बोल्नु भएको भाषण उहाँले बोल्नु भएको कुरा लागू भएर भोलि कार्यान्वयन भयो भनेदेखि देशले त पक्कै पनि मुहार फेर्नेछ म यति भन्छु मन ढुक्क गरेर हृदय खोलेर राष्ट्रिय स्वतन्त्र पार्टी हो भने हो खालि के भन्ला यो भन्ला त्यो भन्ला डराउनै पर्दैन एकपल्ट चाहिँ चान्स दिनैपर्छ गाइस नत्र भनेदेखि हामी ड्राइभर साथीहरू विदेशमा रहेर अहिले पनि यहाँ अरबीको हेपाइ छ नेपालमा पनि पब्लिक ट्राफिक पुलिस यानि कि लेबरले सम्म हेप्थ्यो ढाला खर्चको लागि त्यो ड्राइभर साथीहरूलाई थाहा छ यो चाहिँ बाहिरको मान्छेलाई थाहा नभए पनि त्यसैले देशमा प्रधानमन्त्री गतिलो भयो भने गाडी चलाउने ड्राइभर गतिलो भयो भने सब पेसेन्जरको ज्यान बच्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई थाहा छ भनेदेखि देश पनि त्यस्तै त हो नि प्रधानमन्त्री गतिलो भयो भने देश हाँक्ने मान्छे गतिलो भयो भने देशमा सुशासन कानुन सब राम्रो हुन्छ भन्ने सोचेर योपालि चाहिँ घन्टीलाई भोट हाल्नु होला होइन भने 5 वर्ष हेरौँ न 5 वर्ष पछाडि त छँदैछ नि फेरि है मेरो बोलीले तपाईँलाई दिक्क लागेको भए यो भिडियो क्लिप हेर्नुहोस् नमस्कार के छन् हालचाल निकै छौ कि नै बेली छकालै एउटा सुइना देखेको थिएँ सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पुरा गर्ने हो र त्यो पुरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो बोराजी बुझेछौ कि नै खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो त्यो हो हाम्रो एजेन्डा खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो त्यो हो हाम्रो एजेन्डा 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन 1.5 वर्षमा बन्नु पर्यो त्यो हो हाम्रो एजेन्डा रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्यो यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन यहाँको बाटो किन बनाउने यो भेगमा मेरो
भोट छैन किन बाटो बनाउने? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने काङ्ग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामारोसन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेसनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौं। भएको चिज देखाउनै सकेका छैन, सुदूरपश्चिमलाई जोड्नै सकेका छैन। सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिममा एकदम धेरै कलाकार हुँदो रहेछ। 8 लाख सब्सक्राइबर भएको, 1 मिलियन सब्सक्राइबर भएको, तर त्यो गीत काठमाडौँको चोकचोकमा बज्दैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौँको चोकचोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग। सुरुमा त गीत बज्नु पर्यो, त्यसपछि आवाज बज्छ, त्यसपछि माग पूरा हुन्छ। सुन्दा सानो जस्तो लाग्छ, तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा। सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउनु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा। तपाईहरुलाई आज यहाँ आएर भेट्न पाइयो, धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है। तपाईहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो। के छ तपाईहरुको काम? हाम्रो उम्मेदवारहरूलाई, हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु। भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले। हजुर, आँखा हेर्न पर्दैन, काम हेर्नु होला। म धेरै बोल्दिनँ। धेरै धेरै धन्यवाद। सुदूर अब दूर नाइ, झिक्कै झिक्कै माया तमलाई। आई लभ यू।